मम्मी के गर्दै हुनुहुन्छ? मम्मी म तपाईँलाई एउटा प्रश्न सोधौँ? तपाईँले गणतन्त्र पनि देख्नुभयो, राजतन्त्र पनि देख्नुभयो, तपाईँलाई चाहिँ कुन मन पर्यो मम्मी? किन होला नि? हामीले चप्पल यति लाग्न हिउँ पर्दो हुम्ला ठाउँमा एउटा बुढाबुढो चप्पल नपाएर वर्षको चाडपर्व हेर्नलाई एक जोड कपडा पनि साँचेर एक जोड कपडा 2 वर्षमा उगाएर लगाउँथ्यौँ कुनी पैडमा। अनि अहिले त बच्चा बच्चीसम्म गोठै कपडा चप्पल बनाएर उगल्ने कस्तो जमाना हो। अनि गणतन्त्र ठिक भएन। अनि अब कति धेरै युवाहरूले त के भन्छन् हामी जस्ता दाइ दिदीहरूले, अनि राजा हुने बेला त देश धनी थियो अरे, अहिले गरिब बनाएर नेताहरूले बेचेर अनि भन्छन् त। अनि त्यसो भने अनि राजा कसरी ठिक भयो त? राजा क्याको आफै धनी भयो होला। मान्छेजना धानको भात खान लागि दसैँ कुद्नु पर्थ्यो। राजातन्त्र हुने बेला राजा हुने बेला दसैँ कहिले आउला, एक किलो मासु खान आऊ, अनि दसैँ कहिले आउला भात खान आऊ। भात कस्तो हुन्थ्यो भन्ने सोच हामी पनि भोकी आऊ, भात कस्तो होला, कहिले दसैँ आला, कहिले चैते दसैँ आला, नयाँ लुगा लगाउन आऊ, नयाँ कपडा लगाउन आऊ, भात खान आऊ। त्यो साँझ त दही खान आऊ, भात खान आऊ, काहीँ मासु पाइजान्थ्यो कि क्या, सोच्ने मन कस्तो हर्ष हुन्थ्यो। अहिले त बिहान भातै बेलुका भातै। मेरो केटाकेटी त झन् रोटी हेर्दैन हैरान भइगयो। अनि भातै त मोटा चामला भात खाँदै खाना नगरे मसिनु गरे बस। अनि यो सबै गणतन्त्रले दियो? गणतन्त्रले सिकाया पाठ हो। ए अनि अब अरू सबैले भन्छन् के मम्मी, अनि के भन्छन् भने म त बाहिर गयो भने गणतन्त्र कि राजतन्त्र ठिक भनेपछि राजतन्त्र भन्छन्। किन भन्छु, अनि महेन्द्र राजाले अरे महेन्द्र राजमार्ग बनाइदिए अरे, अनि त्यत्रो बाटो बनाइदिए अरे, उनीहरू ठिक होइनन् भन्छन् त। महेन्द्र मात्रै राजाले बनायो होला। गणतन्त्रले गाउँ एक रोड एक बाटो, एक घर एक रोजगारी, महिला मुक्ति, अनि महिला मन्त्री, दलित मन्त्री, दलित बोल्न पाउने, महिला अगाडि लाग्ने, पुरुष पछाडि लाग्ने। अनि यो गणतन्त्रले गरे। राजतन्त्रले के गर्दथ्यो, एकचोटि हुम्लामा हामी कार्तिक लगेपछि हामीलाई चिन्ता लाग्दथ्यो, हामी छेत्रीलाई। किन मम्मी? यो राजतन्त्र भएर। अनि महिलाका बामन कस्तो गर्ने, कार्तिक लगेपछि हामी छेत्रीले बामन आइजान्न भनेर चिन्ताले यस्तो जिउ ढुकढुक हुने। भुटन पार्ने भयो मेहेल, अनि मेहेल खेलेर पहिला एक कट्टो मेहेल भुटन तिनीलाई टक्र्याउने भयो। किन? बामन दिनुपर्छ भनेर नदिया कुटिल्ने। त्यो भनेको राजतन्त्र? राजतन्त्र नदिया कुटिल्ने। अनि पहिला भुटन दिने भयो, बामनसँग भाग्ने भयो। मोहर निकालेपछि भाडा त्यो मोहर नदिया कुटिल्ने त्यो बामनाले। त्यो राजा ऊ लागेको क्या, राजाका मान्छे मानु खाने। ए मानु खाने भन्थे है त्यतिखेर, मानु भनेर। अनि फेरि सिमी चुटेपछि त्यो सिमी राख्नु पर्ने, धान काटे धान, चामल कुटेपछि चामल, सबै काम गर्ने तपाईँहरू, अनि उनी खाइदिने। अनि हाम्रो हँसाइ हुन्छ यस्तै धान कटाइ, अब गहुँ कटाइ हुन्छ, काम गर्ने भए हिँड न तर भनेर त्यहाँ कर पुजारी थियो। अहिले खोइ त त्यो साउ काम हो। गणतन्त्रले पठाएन, कहाँ छन् साउ? अनि मम्मी सुन्नु न, मान्छौ केटाकेटी अहिले राजतन्त्र भन्छौ, यति बेला अनि राजाले यतिको सम्पत्ति कहाँ ल्यायो? यही सम्पत्ति त हुँदो त त्यति बेला। अनि नहुँदो एक आउँदो अगाडि महिला बोलेपछि कारबाही, महिला अघि लाग्यो कारबाही, दलितले बोले कारबाही। त्यही बेला त्यसो भने अहिलेका जस्तै बोलेर आफ्नो समस्या आफैले भन्न नपाइने थियो।
अहिले त अब महिलाले छलफल गर्छन्, महिला अगाडि लाग्छन्, गणतन्त्र त ल्याए हो। जे भए पनि अहिले चाहिँ पहिलाभन्दा राम्रो सुविधा छ र समस्या आइपर्यो भने बोल्न पनि बाटो छ है। अनि एक दिन यहाँ गाडी चढ्यो भने एक दिन हुम्ला पुगिन्छ। अहिले उति बेला आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ हो। आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ। अनि तपाईँको विचारमा अहिलेका मान्छे र पहिलाका मान्छेमा फरक के छ त? अहिलेका मान्छे अब सिसा जस्तै छन्, ठै यस्तो रोडा भने प्याट फुटिजाने। ऊ बेला मान्छे प्लास्टिक हुन्। जति जे गरे पनि धैर्यता हुने, चामडा हुने, छोराछोरीकन त्यस्तै उ गरी ठाउँमा लाग्ने डर थियो, पर थियो सबैको। त्यही भएर सबैको अहिले गणतन्त्र ठिक छ मेरा लागि, हाम्रो लागि के। अनि अब तपाईँले चाहिँ अब राजतन्त्र ल्याउँ भन्नेलाई के भन्न चाहनुहुन्छ? त्यो नल्याउने होइन? ल्यायो भने महिला पनि डुब्छन्, गरिब पनि डुब्छन्। अनि उही ठुला माडे मात्रै हो। कोही खाना लाइन पाउँदैन, कोही हल्ला डुल्न पाउँदैन गरिब जनताले। तपाईँले भन्न खोज्नु भएको राजतन्त्र नै ल्याउन पर्छ भन्ने होइन, तर गणतन्त्रलाई चाहिँ अलिकति चाहिँ केही मिनिमाइज गर्न पर्नेछ अथवा केही अझै सुधार गर्न पर्नेछ भन्ने त हो। अनि गणतन्त्रले फेरि सुधार गर्नुपर्नेछ, अलि नभए छैन के। ए राजतन्त्र नै ल्याउन पर्छ भन्ने होइन? त्यो त राजतन्त्र ल्याउने भन्ने होइन, अलि गणतन्त्रले सुधार कसरी हुन्छ अझै सुधार गर्नुपर्ने देखिरहेको छ। ए ल हस्, धन्यवाद तपाईँलाई। थ्याङ्क यू। वाह, यो पनि गणतन्त्रले नै सिकायो क्या है? यो पनि गणतन्त्रले सिकायो। ल बधाई छ तपाईँलाई, ल गर्नुहोस् काम। ल गाइस, देख्नुभयो त, तपाईँहरूले चाहिँ भन्नुहुन्छ जहिले पनि गणतन्त्र होइन राजतन्त्र ल्याउनु पर्छ, तर आखिरमा देख्यौँ न त, हामीले चाहिँ अब नदेखेर मात्र होला त यसरी बोलिरहेको। तर अब हाम्रा अभिभावकलाई कहिले सोध्न चाहेनौँ कि हामीले चाहिँ कस्तो रहेछ त गणतन्त्र, कस्तो रहेछ त राजतन्त्र। अब त्यो बेला चाहिँ हामीले नदेखे पनि अब हामीले चाहिँ के भन्छौँ भने देखा त छैन नि त, हामीले समस्या चाहिँ बुझेको छैन नि त। अनि त्यही भएर चाहिँ कतिजनाले चाहिँ के भन्नुहुन्छ भने राजतन्त्र नै ठिक हो। एकचोटि आफ्नो ड्याडी मम्मी अथवा बाजे बजैलाई सोध्नु होला जसले चाहिँ राजतन्त्र देखेका थिए, कति कष्ट झेल्न परेको थियो, त्यो कुरा सोध्नुलाई एकचोटि अभिभावकलाई चाहिँ अनि मात्र थाहा हुन्छ राजतन्त्रको दबदबा। गाइस, थ्याङ्क यू सो मच। कसैलाई हेप्न चाहिँ खोजेन, तर राजतन्त्र आउनु भनेको अझै पनि हाम्रा लागि चाहिँ भोलिका हाम्रा पुस्ताका लागि चाहिँ अझै नराम्रो हो। गणतन्त्रलाई चाहिँ अझै हामीले स्किलफुल अझै डेभलप गर्दै हिँड्नुपर्छ, तब मात्र बन्छ नेपाल देश, हाम्रो नेपाल, राम्रो नेपाल।